रातो प्लास्टिक हो यसमा चाहिँ कुइनी गोमी हालिन्छ ल खानेकुराहरू अब वेस्ट भएको अनि त्यहाँबाट खानेकुराको प्लास्टिकहरू अब कागजहरू चाहिँ यसमा हालिन्छ यो चाहिँ निलो प्लास्टिक हो यसमा चाहिँ क्यान बोतल अनि फलमहरू हालिन्छ यसमा चाहिँ जे होस् नकुइने गोमी हालेर फ्याँक्ने हो यो चाहिँ पहेँलो प्लास्टिक हो यसमा चाहिँ कस्तो गोमी हालिन्छ भने प्लास्टिकको बोतल अनि पेतो बोतलहरू अनि रिसाइकल गर्न मिल्ने गोमीहरू चाहिँ यसमा हालेर फ्याँक्ने हो यो सबै गोमी फ्याँक्ने प्लास्टिक चाहिँ नजिकको कम्बिनी स्टोर अनि सुपाहरूमा चाहिँ सहजै पाउन सकिन्छ अब गोमी चाहिँ फरक दिन अनि फरक बारमा फ्याँक्नुपर्छ अनि ठाउँ अनुसार पनि फरक हुन्छ र अब आफूलाई थाहा भएन भने चाहिँ अब त्यहाँनिर गएर नजिकको सेन्से न त सेम्पाईहरूलाई सोधेर राम्रोसँग फ्याँक्नु होला जहाँ भए पनि जथाभावी फोहोर नफ्याँकौँ सफा रहौँ अनि स्वास्थ्य बनाऊ